हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। म बिहानै उठेर भात पकाइसकेपछि म सब्जीको लागि प्याज लसुन र तरकारीहरू काटेर एक साइडमा माछा फ्राई गरिदिएर एक साइडमा सब्जीको लागि चाहिँ कुकर बसालेर खाना पकाइसकेपछि म टिफिनमा प्याक गरेर र म चाहिँ ड्रेस लगाएर रेडी भइसकेँ र ड्युटी पनि म निस्केँ। अनि बाहिर मौसम एकदमै सफा अनि सुन्दर अनि एकदमै रमणीय थियो। ड्युटी सकाएर आएर रुमबाट बाहिर निस्किँदा एकदमै अँध्यारो भइसकेको थियो र म बाहिर जाँदैछु मार्केटसम्म। साँझ परिसकेको थियो र एकदमै गर्मी पनि थियो साँझको समय भएर, र साथीहरू चाहिँ साइडमा भलिबल पनि खेल्दै हुनुहुन्थ्यो। मार्केट चाहिँ के को लागि जान लागेको भनेर भन्नुभयो होला। भान्जाले फोन गरेर भन्नुभयो कि मामा ब्याङ्कमा जानुपर्ने काम छ, घर पैसा पठाउनु पर्नेछ, आउन जाम भनेर। अनि म भान्जा र म भएर भेट भएर अनि पछि हामी मार्केटतिर लागियो। साँझ परेको टाइम थियो अनि गाडीहरू पनि एकदम स्पिडमा हिँडिरहेका थिए। अनि पछि लाइट पनि बाटोमा झलमल्ल थियो। अनि मा भान्जा गफ गर्दै हामी अलमाया मार्केटतिर लाग्यौँ। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने लाइक सेयर एन्ड कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नु होला। पैसा निकाल्नु पर्दो रहेछ एटिएमबाट। पहिला एटिएमबाट पैसा निकालेर हामी एकछिनतर्फ लाग्यौँ। आजलाई यति नै साथीहरू, अर्को भिडियोमा भेटौँला। बाइ बाइ।